देवी थानमा बजाउने समय बेहुला बेहुली लिएर फुलपाती चढाएर जाने टाढा जन्तीको सनाई बजाउने गीत बेहुला बेहुलीले त्यो घरि फुलपाती चढाउने अनि बेहुली माग्ने फेरि यो बेहुली माग्ने यो चाहिँ अब एउटा यो रागै बताउँदैछु है मसँग हामी कुन कुन खालका अब तपाईँले रेकर्ड गरिरहनु भएको छ हजुर यो 4 छोटे डाँडा राग अब के को भन्नु पर्यो चाहिँ 4 छोटे डाँडा राग 4 छोटे डाँडा राग यो चाहिँ के को अब आउँछ 4 छोटे विवास बैटरी सीधे गया
यो मन लाग्ने गाउँदो रहेछ हजुर हो रुन मन लाग्छ आँसु आउँछ यो बजाउँछ बिरह लाग्ने हो यो चाहिँ बिरा नै लाग्छ बिरहमा बजाउने एउटा फेरि अर्कै छ राग निकै बिरह लाग्दा बजाउने चाहिँ कस्तो निकै बिरा लाग्ने त बिलास हो लो बजाउनुहोस् त त्यो बजाउने त्यो त त्यो बिरह लाग्ने उराट लाग्ने त्यो बनाउने यसमा चाहिँ हल्का कम्पा पनि दियो यो त कम्पा दियो भने पनि यो निकै बिरह लाग्दा बजाउने यो चाहिँ अन्तिम नष्टको समय हो मान्छेलाई रुवाउने कि आफै बजाएर हुने हो यो मान्छेलाई रहने पनि हो बुझ्नेले हो भने मान्छेले रहने अनि खुसी भएको बेला चाहिँ नाच्दै गाउँदै अनि खुसी भएको बेला चाहिँ यो कस्तो बजाउने हाम्रो अब तपाईँहरूको चाहिँ हुँदैन हुँ। हाम्रो साखु तारण भन्छ होइन खुसी हुँदा बजाउने साखु तारण भुट्ने पोल्ने बेलामा होइन अनि खुसी भएको बेला बजाउने नाच्ने खालको चाहिँ बजाउनु न अब चाहिँ खुसी हुँदा गरे एकदम रमाइलो भइरह्यो बिहे त रमाइलो हो नि त नचाउने पनि तारमा छु यो चाहिँ नचाउने कि नचाउँछ झम 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 नाच्ने खालको यो त विराटको चलेको तपाईँको परिचय दिनुहोस् त ल मेरो परिचय सूर्यबहादुर नेपाली हजुर फोन नम्बर लिनुहुन्छ भने तपाईँको फोन नम्बर पनि दिनुहोस् कसैले बिहेमा अब बजाउनु पऱ्यो भने बोलाउनु सक्छ होइन अनि तपाईँको एड्रेस बालकुमारको छोरो साइलाको बिहामा चाहिँ गरी सूर्यसँग भन्नुभयो तर मलाई यहाँ अब आफ्नो आफ्नो ठाउँको होला हजुर बालकुमारको छोराको बिहामा साइलाको बिहामा है माथि खोला गएको हो तर उसको बिहामा म परिचय दिनु न पहिला आफ्नो ठेगाना भन्नु आफ्नो फोन नम्बर भन्नु मेरो फोन नम्बर ठेगाना चाहिँ माकुलुङ वडा नम्बर 1 एक सादी
अनि फोन नम्बर भन्नुहोस् कसैले बजाउनु पर्यो भने बोलाउन सक्छ तपाईँले। सूर्यबहादुर नेपाली। हजुर। अनि त्यस पछाडि 97 92 63 33 11 11 03। 03। ल हजुरहरूलाई पनि कसैको बिहेमा छोराछोरीको बिहेमा अब कतै बजाउनु पर्यो भने उहाँलाई सम्पर्क गर्नुहोला।